नेपाल टेलिकमको सिममा डाटा किनेर डाटा चलाउँदै गर्दाखेरि डाटा सकिएपछि पनि म्यासेज नआउने र मेन ब्यालेन्स काटिने समस्यालाई लिएर सुदन गुरुङले पनि यो समस्याको समाधानका लागि आग्रह गरेका छन् र यो भिडियोमा चाहिँ म तपाईँलाई यो समस्या हामीले मोबाइलमा सानो सेटिङ गरेर कसरी समाधान गर्न सक्छौँ यसको बारेमा बताउने छु। यसको लागि तपाईँले सबैभन्दा सुरुमा तपाईँले आफ्नो फोनको डायलमा गएर आफ्नो डाटा कति रहेको छ त्यो चेक गर्नुपर्ने हुन्छ। एनटिसीमा तपाईँको कति डाटा बाँकी रहेको छ यो चेक गर्नको लागि तपाईँले *1415 *55# डायल गर्नुहोला। अहिले चाहिँ मेरो यहाँ कुनै पनि डाटा सब्सक्रिप्सन लिएको छैन, त्यसैले यहाँ देखाएको छैन। तपाईँको कति डाटा बाँकी छ त्यो तपाईँलाई यहाँबाट देखाउनेछ र त्यो तपाईँको बाँकी रहेको डाटा देखाइसकेपछि अब तपाईँले आफ्नो फोनको सेटिङमा जानुपर्ने हुन्छ र सेटिङमा गइसकेपछि यहाँ तपाईँलाई मोर सेटिङ भन्ने अप्सन रहेको छ। यहाँ मोर कनेक्सन भन्ने, अब यो मोर कनेक्सन भन्ने यहाँनिर मोर नेटवर्क, यहाँ मोर नेटवर्क भन्ने सेटिङ रहेको छ। मोर नेटवर्कमा जानु होला। त्यसपछि मोर नेटवर्कमा गइसकेपछि यहाँ तपाईँलाई डाटा युजेस भन्ने अप्सन आएको छ। दुईवटा सिम छ भने अब तपाईँले कुन सिममा एनटिसीको सिमलाई सिलेक्ट गर्नु होला। त्यसपछि मुनि गएर यहाँनिर तपाईँलाई एउटा अप्सन आउनेछ यहाँ मोर डाटा सेटिङ भनेर। अब यहाँ मोर डाटा सेटिङ अप्सन यसलाई ओपन गरेर तपाईँले मन्थली डाटा लिमिट सेट गर्न सक्नुहुन्छ। माथिपट्टि देखाएको छ मन्थली डाटा लिमिट भनेर। अब त्यहाँनिर तपाईँले थिचेर यहाँ तपाईँले मन्थली डाटा रिमाइन्डरमा चाहिँ तपाईँले महिनाको कति डाटा महिनाको कति डाटा चाहिँ कति % सकिँदाखेरि तपाईँलाई म्यासेज अथवा नोटिफिकेसन मिल्न सकोस् त्यो तपाईँले यहाँनिर सेट गर्न सक्नुहुन्छ। त्यस्तै यहाँ डेली डाटा रिमाइन्डर भनेको छ, यहाँ तपाईँले कति %, त्यहाँ तपाईँले पर्सेन्ट बढाउँदै गर्दा त्यहाँनिर डाटाको भोल्युम पनि देखाउनेछ। कति भोल्युम सकिँदाखेरि चाहिँ तपाईँलाई नोटिफिकेसन मिल्न सकोस् त्यो तपाईँले त्यहाँनिर सेट गरेर यसरी राख्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर अर्को अप्सन भनेको लक स्क्रिन डाटा युजेस रिमाइन्डर छ, त्यसलाई पनि तपाईँले ओपन गरेर राख्नुहोला ताकि तपाईँको फोनको लक स्क्रिन चाहिँ लक हुँदा पनि म्यासेज मिल्न सकोस्।